Hello, namaste everyone. Here is Santam back again with a new vlog. So right now हामी चाहिँ म चाहिँ यसो अहिलेको सिजन चाहिँ एकदम गर्मी भएको कारणले गर्दा चाहिँ म आएको छु झरनामा गैरीबारी झरना एज यु क्यान सी रमाइलो पनि छ अनि यहाँ पौडी खेल्न आएको मेरो पौडी स्विमिङ गर्न आएको यो सायद आफ्टर एन इयर नै म चाहिँ यहाँ गैरीबारी झरनामा आएको किनकि योभन्दा धेरै वर्ष अगाडि म आएको थिएँ अनि इन्डिया पछि कता कता पछि बल्ल अहिले राइट नाउ यहाँ आएको यो ठाउँ त धेरै मेमोरेबल छ मेरो लागि हामी गइरहेको छौँ भाइ कता हो कहाँ हो नमस्ते बिचारा भाइ कस्तो हेर आम्बो हाम्रो मेरो हो साँच्ची हो क्या हाम्रो अब के हो भाइ के हो मेरो भाइ डेरिङ छ त यति तल छ हो आम्बो यति तल छ अनि त्यो भाइ यहाँ माथि छ यति माथि त्यो भाइ बसिरहेको छ है भाइ बिस्तारै बिस्तारै लड्ला फेरि बिस्तारै साह्रो माथि रहेछ भाइ चाहिँ त्यो अब हेर्नु न कम त तल छ त ल गाइजहरु चाहिँ रहेछ सो हेलो एभ्रीवन हेलो 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 ब्ल्याक बोय हेलो हेलो ब्ल्याक बोय यस्तो रहेछ कटेज सटेज सायद म यो कटेज चाहिँ उता कटेजमा बसेको छु पहिला एकचोटि बसेको थिएँ जो चाहिँ अहिले चाहिँ एकदम धेरै विकसित बनाएको छु पहिलातिर त यत्तिकै थियो हो सब त्यो झ्याङबारी त्यो जङ्गलमा त्यो हिँडे जस्तो फिल हुन्थ्यो क्या अहिले चाहिँ टक्क एउटा बाथरुम साथरुम होटेल कटेज सब बनाएको छ हेर न लुक एट द फकिङ भ्यू यार सरी कान में ले ले सॉरी धेरै जोसमा आएछ लुक एट द भ्यू कस्तो हेर न म त्यसै चितवनको हो म त्यसै राम्रो छु म त्यसै ह्यान्डसम छु क्या बोला तूने किनकि हाम्रो चितवन ह्यान्डसम छ नि त हेर्नु नि त क्या बात है सर क्या बात ये बात है अरे सर यो हो नि त आम्बो आम्बो गैरीबारी झरना म झुक्क्या हो कि के हो पानी सुक्या हो मलाई केही थाहा छैन तर केही न केही चाहिँ हो तर हुनु पनि यत्रो झर्ना आइरहेको छ ओइ लड्यो भने त अनि अर्को आपत पर्छ नि त भने हौ ओ डन ओइ 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 म जम भान्छु केटा हो के हो यो यहाँ पौडी खेल्ने हामी के हो यस्तो भने ल यसले लिएर आएको यसले यहाँ खेल्न लिएर अरे अझै भाइले चाहिँ हाम्रो शरारती काम गर्न आइदिएको अभियसली ब्रो हामी खेल्ने भनेर आइज खेल्ने होइन छोड्दै के हो यो तान्दै त हामी म एकछिन तान्दै गर्छु है बन्द गरिदिइसकेँ अब हेरौँ कति मिनेट कति घन्टा लाग्छ अब यो भरिनलाई त्यसपछि खेलौँ न मजाले भरोस् यार छिट्टै टाइम छैन कति बजी खेल्ने भने चाहिँ खेल्ने हो हार्दै जाऊ जिन्दगी खेल्ने भने चाहिँ खेल्ने सायद पानीले गाइस पानीले डुब्यो क्या ये क्या बक रहे हो मादर भाइहरूलाई फोटो खिच्नु पेर्छ हाम्रो चाहिँ ल खेदै थिएन पानी सब भरिदिइसक्यो सक्छ कसैले सक्छ खेल्ने भनेपछि खेल्ने हो यिनीहरू चाहिँ फोटो खिचिरह म चाहिँ वेट गरेर चाहिँ यो कहिले भरिन्छ यति भरेर यसरी जाओस् भनेर क्या गयो भने अलि यो यस्तो फोहोरहरू जुन छ नि यिनीहरू सब सफा हुन्छ क्या अनि बल्ल त्यसपछि खेल्न मजा आउँछ त्यो डुबे नै मतलब हुन्न क्या किनकि धेरै दिन भएर चाहिँ बन्द गरेर राखिदिएको मतलब उयो गरेको
ए सातवटामा आइसक्यो अनि खोलिनु परेन भने यहाँ के हुन्छ भने यहाँ भर्ने निस्क्यो कान्छा निस्क्यो यहाँ माथि निस्क्यो अब चाहिँ गयो टाढा निस्किनु अब चाहिँ खेल्नलाई रेडी हुनु लाग्नु भयो अब चाहिँ हामपाले ओ ल कहाँ उहाँ पुगिसक्यो कालो म त हाम फाल्नु मिल्दैन किनकि हातमै आइफोन त हेर अलिक गाह्रै हुन्छ म चाहिँ भिडियोहरू बनाउनको लागि अलिकति उयो गर्छु ल व्यवस्था गर्छु ल अब चाहिँ म बन्द गर्न चाहन्छु किनकि अब सके हाम्रो पौडी अनि खेल्छौँ A few moments later. अहिले चाहिँ हाम्रो स्विमिङ चाहिँ हाम्रो सक्यो भ्लग स्टार्ट भइसक्यो त मेरो दाइको नि अब हाम्रो चाहिँ नुहाइ सब भयो राति भइसक्यो हामी स्टिल नुहाइरहेको थियौँ अब फाइनली सक्यो किनकि धेरै लङ टाइम पछि यो घाममा चाहिँ अनि पुरै क्रेजी तरिकाले एज यु क्यान सी यो हाम्रो चाहिँ यो बन्द खुलेको थियो कि नुहाउनको लागि बिहान थियो त्यही फोन हामी आएपछि कोही रोक्छ हामीलाई आएपछि रोक्छ हामीलाई सक्दैन नि हामी खेल्दिने हो नि त अब हामी चाहिँ गइन्छ अब चाहिँ लास्टै ओभर ढिलो भयो अब चाहिँ जानै पर्छ सो बाई गुड नाइट सो अहिले चाहिँ हामी आइयाम केही यस्तो गऱ्यो भने त केही नदेखिँदो रहेछ हौ अत्ता सो अहिले चाहिँ हाम्रो सक्यो अत्ता यस्तो दुखो सो अहिले चाहिँ हामी जान लाग्यो सक्यो हाम्रो चाहिँ यसै त म सक्दिनँ है केटा हो हाम्रो सक्यो यस्तो गर्दाखेरि त्यो फ्ल्यास लाइटले गर्दा केही पनि देखाएन कि त्यही भएर बोल्न पनि मिलेन कि राम्रोसँग अहिले एकछिन म उता गरेर लाउँछु सब जुत्ता लगाइदिउँ होइन खुट्टै दुखो सो त ल अब हामी चाहिँ यसरी रातिसम्म चाहिँ म अब पौडी चाहिँ खेलेँ होइन किनकि लेट नाइट भइसक्यो लास्टै राति नै भइसक्यो तर यहाँ चाहिँ किन हो यति चाँडो राति भएको किनकि अहिले भर्खरै 6:30 भइरहेछ 6:30 भइरहेको छ अनि यति चाँडो राति भइसक्यो यहाँ चाहिँ अनि पुरै के मतलब अन्धकारै भइसक्यो यहाँ चाहिँ एज यु क्यान सी पुरै अन्धकार भइसक्यो अब चाहिँ हामी जानुपर्ने हुन्छ सो मेरो दाइहरू चाहिँ त्यहाँ फोटो सेसन गरिरहेको छ यति राति फोटो सेसन गरिरहेको छ ओ माइ गॉड ल यहाँ फोटो खिचे ज्याकेट टल्किरहेको छ त्यसको यस्तो के फेरि यस्तरी खिच्यो भने अगाडि केही देख्दैन कि फेरि फ्ल्यासलाइटको कारणले गर्दाखेरि केही देख्दैन कि ओ यहाँ खिचिरहेको छ भएन तेरो लाइट त आम्मामा ज्याकेट त के हो यो टिलिक्क टल्किएर आम्बो ल अब चाहिँ म चाहिँ जानु लाग्यो अब हामी चाहिँ जानु टाइम भयो सबै जान्छु बाई बाई गइरी बाई बाई विदाउट इन्जिन स्टार्ट अहिलेसम्म भइरहेछ है हाम्रो इन्जिन स्टार्ट भएको छैन अब खोला आउँदैछ गाइस अब जहाँ खोला आउँदैछ भनेपछि खोला भनेपछि हाम्रो 5 मिनटको दूरीसम्म चाहिँ यो गाडी यत्तिकै चल्दो रहेछ स्टार्ट कर खुट्टा त मेरो त्यही हुन्छ भाइ जस्तो दियो भने खुट्टै हुन्छ लडोस् त त्यही हुन्छ ल यस्तो उकालो छ है बाइक चाहिँ के अरे या अफरोडिङ बाइक चाहिँ नआइज्यो चाहिँ आइज कति लास्ट अँधेर भइसक्यो हामी त्यहाँ लास्टै अँधेर भयो क्या लास्टै अँधेर भइसक्यो हेर्नु न
मोबाइल झऱ्यो भने टेन्सन लागेर टोपी झऱ्यो अनि यही झऱ्यो बिचमै झऱ्यो कस्तो छ नि बिचमै झार्ने जस्तो भयो भने कहाँ झऱ्यो मेरो चाहिँ टोपी झरेको छ अहिले होइन कहाँ झऱ्यो थाहा छैन लोकल टोपी बिचमै झर्छ क्या अस्ति भर अर्डर गरेको कालो टोपी त्यो माथि As you can see, as you can see. भाइ छिटो चाहिँ मात्रै ल छिटो चाहिँ मात्रै भाग घुमा न त्यसको मारे बाघ आइदियो भने त अति हुन्न त नि यस्तो घना जङ्गलमा भाइ 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 प्लिज हुनु नि त उता त्यसको उता हेर्नु न हजुरआमा गएर हामी चाहिँ आएको छौँ मेरो भाइ चिन्टु भाइ मेरो भाइ लजा गरे आम्बो मेरो चिन्टु भाइ मान्छे यहाँ उभिरहनु भएको माम हेलो मेरो बहिनी चाहिँ यहाँ फ्यामिलीसँग रिसाएर आएको छ मलाई रिस देखाइरहेको छ ल ओइ 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 मलाई रिस देखाउने बहिनी कसैले भुताल भुतुल गर्दैन कि ग्वाङ गुङ ग्याङ गुङ गरेर पुरै राखिदिएको थियो कि म मेरो बहिनीको झगडा पऱ्यो कि अब दुईजनाको कपाल जस्तै छ सो अहिले चाहिँ म पुगिसकेको छु मेरो घरमा मेरो प्यारो शीतल टोलमा सो घरमा पुगेछ अङ्कल चाहिँ यहाँ गेटमै बसिरहनु भएको छ लाइन गएको रहेछ सो अब चाहिँ हामी यहीँ भ्लग इन्ड गर्नेछौँ सो थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियोज सो किप वाचिङ किप लभिङ कस्तो किन भयो खै खोइ ए भयो आन्टी थाकेँ म थाकेँ सो लाइन पनि आयो सो लेट्स क्विट दिस भिडियो सो लेट्स इन दिस भिडियो सो थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो सो होप यु गाइज लाइक इट अनि लेट्स मैले चाहिँ एभ्रिडे इन्जोय गरिरहेको छु सो थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो लभ यु गाइज किप वाचिङ किप लभिङ किप योर लभ अलवेज विथ मी बाई